जङ्गकिला फालेलुङ राइट दमकचोक हामी चाहिँ सबजना रेडी भइसक्यौँ दिस इज माई बाइक अनि यो चाहिँ सब हामी फालेलुङ जाने फालेलुङको टिम हो सबैको बाइक रेडी छ योगेश दाइले पुरै एङ्करिङ गर्दैछन् How are you, Dai? I'm fine. How are you, man? Are you excited? Yeah, we need to have a good time. Okay. Ready for Falelung, Jangekila Inferiors 2026. हामी सुरु गरौँ यिनीलाई यो लाइट छरेको अवस्था अनि दाइ एउटा उयो खोइ त पहेँलो फाइनली हामी चाहिँ कन्याम आइपुग्यौँ ल यहाँको दृश्य हेरौँ पुरै चिया बगान छ चियाबारी यस्तो हुन्छ ल हेरौँ जति आइपुग्नु भएको छ ठिकै छ नपुग्नेले चाहिँ यो भिडियोमा हेरेर भरपुर मनोरञ्जन लिनुहुन र अनुरोध गर्दछु यस्तो छ हाम्रो मेरो बाइक अनि त्यसपछि अनिल दाइको अलिकति लाइटको मेकअप भइरहेछ बट वी आर डन अब हामी चाँडै सल्भ गर्छौँ आज हाम्रो चाहिँ यो थकालीमा खाना छ थकालीको नाम म जुम गरिदिन्छु तपाईँहरूको लागि थकाली किचन एन्ड बार प्राइभेट लिमिटेड रहेछ जस हामीले चाहिँ यो छ वाउ साँच्चै नै एकदमै मनमोहक दृश्य छ यो चाहिँ साह्रै राम्रो लाग्यो मलाई ओ अब भोक लाग्यो हामी खाना खान्छौँ आएर हामी फेरि कहाँ पुग्छौँ के हुन्छौँ हामी फेरि जोडिन्छौँ विल या कसरी जोडिन्छ टेल मी जताबाट घुमाएर छोयो नि कहाँ नै छुने भन्ने कुरा जस्तो हो होइन ओके डन उकाली चढेर हामी इलाममा आयो उकालीमा चढेर थकालीमा आएर अब के गर्ने खाने हो